कम्बोडियामा वात भन्नाले बौद्ध मन्दिर भन्ने बुझिन्छ, तर यसको इतिहास धेरै रोचक छ। 9औं देखि 15औं शताब्दीको अङ्कुर युगमा वातहरू सुरुमा हिन्दू मन्दिर जस्तै बनाइन्थे, जस्तै विश्व प्रसिद्ध अङ्कुरवात। पछि थेबेवाद बौद्ध धर्म फैलिँदै जाँदा यी सबै मन्दिरहरू बौद्ध वातमा बदलिन थाले। तर 1975मा खमेर रुसको शासन आएपछि हजारौं वात नष्ट भए, बिच्छुहरू मारिए र धर्म नै रोकियो। कम्बोडियाको इतिहासमा यो सबैभन्दा अँध्यारो समय थियो। युद्धपछि 1980 देखि फेरि वातहरू बनाउन थालिए र आज कम्बोडियामा 4000 भन्दा धेरै वातहरू रहेका छन्। यी वातहरू धार्मिक मात्रै होइनन्, शिक्षा, संस्कृति, समुदाय र पर्यटन सबैका केन्द्र बनेका छन्। अङ्कुरवात जस्तो विश्वकै सबैभन्दा धेरै घुमिने धार्मिक स्थल मध्येको एक यही देशमा पर्दछ।